जुन बेला नेपाल सरकार तानाशाही बनेर जनताको फ्रिडम अफ स्पिच हनन गर्ने उद्देश्यले सामाजिक सञ्जालमाथि रोक लगाइयो, तब जेनजी पुस्ताले यो दमन नीतिको घोर विरोध गर्दै भ्रष्टाचार विरुद्ध सुशासनको माग राख्दै नेपालको 77वटै जिल्लाहरूमा शान्तिपूर्ण आन्दोलन गर्दै गर्दा तत्कालीन सरकारले यो आन्दोलनलाई दबाउन केसम्म गरेनन्। 14 वर्षीय कलिलो जेनजीले स्कुल युनिफर्ममा आफ्नो प्राणको आहुति दिनु पर्यो। यसरी नेपालको इतिहासमा पहिलो चोटि 24 घण्टामा साँचो परिवर्तनको लागि भनेर 78 जनाले आफ्नो प्राणको आहुति दिनु पर्यो र सयौं हजारौंको संख्यामा घाइते तथा अङ्गभङ्ग हुन पुगे। त्यसपश्चात यो देशमा एक किसिमको सन्नाटा छायो र यो देश अभिभावक विहीन बन्न पुग्यो। त्यसर्थ हामी जेनजीहरूलाई नेतृत्व प्रदान गर्नुहुने हाम्रा अग्रज व्यक्तिहरूले सुशीला कार्कीलाई यो देशको अन्तरिम सरकार घोषणा गर्यो र सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजीहरूको मागलाई सम्बोधन गर्दै फागुन 21 गते प्रत्यक्ष निर्वाचन प्रणालीको माध्यमबाट कार्यकारी प्रमुख चुन्न पाउने आम निर्वाचन गराएर देशलाई एउटा ऐतिहासिक निकास दिन जेनजी परिवर्तनको अग्रगामी दिशातर्फ मुलुक अनमुलुक हुनेछ भन्ने लागेको थियो। तर सरकारको यो किसिमको हरकत र गतिविधिले गर्दा आज हात्ती आयो फुस्स भन्ने जस्तै भइरहेको छ। त्यसर्थ अब हाम्रो अगाडि दुईवटा चुनौतीहरू छन्। एउटा चुनौती भनेको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको जेनजीहरू एक ढिक्का हुने र अर्को चुनौती भनेको हाम्रो मागहरूलाई पूरा गर्ने। नत्र इतिहासको पानामा जेनजी पुस्ता सधैँभरिको लागि एउटा कलङ्क बनेर खडा भइरहेको हुनेछ। के हामी जेनजी पुस्ता यदि लाचार र कमजोर हुन सक्छौं र? यदि यसो होइन भने भोलि यो भन्दा ठुलो क्रान्ति र आन्दोलन गर्नुपर्ने दिन आउन सक्छ। के त्यसको लागि तपाईहरू तयार हुनुहुन्छ? तपाईं हामी सम्पूर्ण एक ढिक्का भएर हातमा हात काँधमा काँध मिलाएर भोलि यो भन्दा ठुलो क्रान्ति र आन्दोलन गर्न सक्दैनौँ र? हामी युवा भनेको राष्ट्र निर्माणका पिलरहरू हुन्। हामी युवा भनेको ज्योति हो जसले अँध्यारो रातहरूलाई चिरेर बिहानी ल्याउन सक्छ। युवा भनेको यथास्थिति होइन परिवर्तन हो। जेनजी पुस्ताले गरेको आन्दोलन केवल एक पार्टी र नेताको विरुद्ध मात्रै नभएर सिङ्गो नेपाल र नेपालीको हितमा थियो। भ्रष्टाचार र भ्रष्ट नेताको विरुद्धमा थियो। आज त्यही जेनजीको आन्दोलनले बनाएको सरकारले जेनजीहरूको मागलाई पूरा गर्न अल्टल गरिरहेको अवस्थाले गर्दा हामीले त्यो शक्ति गुमाउँदै गइरहेको अवस्था छ। यदि यसै गरी हामी चुपचाप बसिरहने हो भने भोलि फेरि तिनै पुराना दलका तिनै पुराना नेताहरू सत्तामा पुग्नेछन् र जेनजी पुस्ताले गरेको आन्दोलनको के हालत हुनेछ हामी त्यो सजिलैसँगले अनुमान लगाउन सक्छौं के हुन्छ भनेर। त्यसर्थ अब तपाईं हामी मिलेर एक ढिक्का भएर साँचो परिवर्तन चाहने आम नेपाली जनताहरू एक ढिक्का भएर फेरि अब एकपटक विचारको लडाईमा विचारको हतियारमा परिवर्तनको गोली भरेर भ्रष्टाचारको जालहरूलाई सदाको लागि च्यातिने गरी पड्काउनु छ। त्यसर्थ अब हामी यो निर्णय घडीमा को जेनजी, को जेनएक्स, को जेनवाई र को जेनएल्फा अब हामी सबै मिलेर एउटै किट्टामा उभिएर परिवर्तनको लडाईमा यदि बाँचिएछ भने परिवर्तनको स्वाद हाम्रै पालामा ल्याउला। मरियो भने आउने भावी सन्तानहरूको लागि उज्यालो प्रकाश बनेर उनीहरूको हृदयमा समावित होला। त्यसो र अब हामी फुटेर होइन जुटेर एक ढिक्का भएर अगाडि बढ्नु छ। शहीद र घाइतेहरूले देख्नुभएका सपना र मागहरू पूरा गर्नु छ। बरु आवश्यक परे फेरि अर्को क्रान्ति छेडौला। तर हामी सङ्घर्ष र क्रान्तिबाट कहिले पनि विचलित हुने छैनौँ।
चाहे गोली बर्सियोस् या त बम किन नपड्कियोस्, हाम्रो क्रान्तिको पाइलाहरू उक्त सफलताको शिखर नचुम्बीसम्म कहिले पछि नफर्कियोस्, कहिले पछि नफर्कियोस्। धन्यवाद। जय जेएनजी, जय राष्ट्र, जय परिवर्तन।